साथीहरू तपाईहरू पनि ई पासपोर्टको क्युआरबाट कसरी आफ्नो पासपोर्ट प्रिन्ट भएको छ कि छैन र पासपोर्ट कति दिनमा बन्छ र आफ्नो मोबाइलबाटै पासपोर्ट प्रिन्ट भएको छ कि छैन कसरी थाहा पाउने। सर्वप्रथम तपाईहरू प्ले स्टोरमा जानुहोला र ई पासपोर्ट नेपाल सर्च गर्नुहोला र मेरो यहाँ अलरेडी डाउनलोड भएकाले म ओपन गर्न गइरहेको छु, तपाईहरू डाउनलोड गर्नुहोला। र त्यसपछि तपाईहरू देख्न सक्नुहुन्छ यहाँ तल आवेदनको अवस्था र माथि तपाईहरू लास्ट पासपोर्टको फर्म भर्न सक्नुहुन्छ, एप्लाई फर ई पासपोर्ट। र सिम्पली तपाईहरू सेकेन्डमा ट्याप गर्नुहोला र त्यसपछि तपाईहरू स्लिप ई पासपोर्टको फर्मको क्युआर गर्नुहोला। बारकोड यहाँ यसरी स्लिप स्क्यानर गर्नुहोला र त्यसपछि यहाँ मैले अलरेडी एउटा गरिसकेको छु र तपाईहरू देख्न सक्नुहुन्छ यहाँ चेक स्ट्याटसमा देख्न सक्नुहुन्छ पासपोर्ट ह्याज बिन इस्यु। यो तपाईको चाहिँ यो प्रिन्ट भइसकेको छ र तपाईको प्रिन्ट भएको छैन भने तपाईहरुको प्रोसेसिङ देखाइराखेको हुन्छ। यसरी नै तपाईहरु पासपोर्ट प्रिन्ट चेक गर्न सक्नुहुन्छ। धन्यवाद।